त्यो अमुक व्यक्ति ठिक छैन के गोपाल गुरुङ ठिक छैन भन्नुस् त त्यो ठिक छैन अमुक व्यक्ति त्यो अमुक व्यक्ति त ठिक छैन भन्नु पर्यो नि हामीले हैन किनकि अहिलेसम्म जति पनि यो हामीले पाएको नेपालमा उपलब्धि छौँ राजनीतिक रूपले व्यवस्था परिवर्तन भएर लोकतन्त्र आइएको कुरा धर्मनिरपेक्ष र प्रान्तीयता कुरा यो अन्य दलहरूको अन्य राजनीतिक दलहरूको माग मुद्दा हो र होइन नि हैन इतिहास गवासा पल्टाएर हेर्नुहोस् न हिजो प्रजा परिषद खोज्दै गर्दाखेरि हैन त्यतिखेर उसले लोकतन्त्रको कुरै गरेको छैन पछि नेपाली कांग्रेस बन्यो प्रजातन्त्रको कुरा अहिले पनि दिएको तिनीहरूको ठुल्ठुलो नेताहरूले प्रजातन्त्रै भन्छ हैन अब कम्युनिस्टहरूको त कुरा के गर्ने ब्रोकन एमाले ब्रोकन भीमले पनि भन्छ हैन उसको त दर्शन सिद्धान्तै छैन कम्युनिस्टको त कुरा गर्छ तर अगाडि नेपाली कम्युनिस्ट भनिसकिसके पछाडि चाहिँ त्यहाँ चाहिँ कम्युनिस्ट भन्दा पनि के हुँदछ बाहुनवाद चाहिँ हाबी हुँदछ यो कुरा हामीले बुझ्नु बौद्धले जनवाद भन्छ त्यो कुनै त्यसमा लोकतन्त्रको धर्मनिरपेक्षको प्रान्तीयता कुरा छैन अब जंगलबाट आएको कति 10 वर्ष जनयुद्धको नाममा जनता मारेर आएको पार्टीले पनि लोकतन्त्र पछि स्वीकारेको हुन्छ धर्मनिरपेक्ष पछि स्वीकारेको संघीयता पछि स्वीकारेको हुन्छ अहिले चेउसरी जन्मिएको पार्टीहरूको त कुनै एउटा भिजन मिसन दर्शनै छैन अहिले सत्तारूढ दलको अस्तिको महाधिवेशनले के पारित गर्यो संघीयता हुनु हुँदैन भनेर भनेछ हैन यसले के इङ्गित गर्दैछ भन्दाखेरि यो मुलुकमा संघीयता हुनु हुँदैन भनेको चाहिँ भुइँ मान्छेलाई दिएको अधिकार दिनु हुँदैन भन्नु खोजेको हो किन संघीयता आएकै कारणले गर्दाखेरि अनुहारले हाम्रो भए तापनि बेहोराले हाम्रो मान्छे नभए पनि शेरधन राई राजेन्द्र राई हैन जस्ता व्यक्तिहरू त मुख्यमन्त्री भयो नि हैन पृथ्वी सुब्बा गुरुङ पश्चिममा एउटा चौधरी छ भयो होइन बहादुर तामाङ होइन बहादुर सिंह तामाङ मुख्यमन्त्री त भयो नि त बाहुन छेत्री दाजुभाइले के भन्दैछ संघीयता ठिक छैन प्रान्तीयता ठिक छैन भन्नुको तात्पर्य के भन्दाखेरि यहाँको मंगोलहरूलाई अधिकार दिनु हुँदैन भन्नु खोजेको के यति कुरा त तपाईहरुले राजनीति गर्ने नेता भए त कुरा बुझ्नु पर्यो नि पछि पर्दैन हो महामन्त्री डाक्टर गोपाल गुरुङजीको चेला भएपछि यति कुरा बुझ्नुपर्छ हामीले यसले के भन्दैछ भन्दाखेरि उसले चाहिँ 510 जना संसद पालेर यो देशले सक्दैन फेक्नु भन्छ यो कुरा गर्छ हैन यति कर्मचारी जनताले पाएको सेवा सुविधा जनताले पाएको त्यो अधिकार को त मूल्य हुँदैन नि त हैन अहिले हेर्नुस् हाम्रो मान्छेले हाम्रो पार्टीमा जित्नु पर्दैन नि वडा हाम्रै मान्छेले चलाइरहेछ हैन त पालिका हाम्रै मान्छेले चलाइरहेछ वहाँ मुख्यमन्त्री कार्यालयदेखि लिएर के अरे मुख्यमन्त्री प्रदेशको मन्त्रीहरू हाम्रै मान्छे गइरहेछ यसले के भन्छ बिस्तारै बिस्तारै यहाँका मूलवासी मंगोल जनताहरू चाहिँ राजनीतिक रूपले चेतनशील बनेर अधिकार सम्पन्न भएर जाँदैछ भन्ने कुरो यहाँका शासन सत्ताले मागिएका हैन 465 वर्षदेखि एकलौटी रूपमा शासन गर्दै आएका बाहुन छेत्री दाजुभाइलाई यो पाक्ष भएको छैन यही हेर्नु कुरा हामीले बुझ्नु जरुरी छ तर त्यसको लागि चाहिँ विभिन्न समूहहरू निर्माण गरेर हामी जस्तै अनुहार भएका व्यक्तिहरूलाई चाहिँ अनुहारले हामी जस्तै व्यक्तिले एउटा के गर्न लाउँछ अनि हाम्रै विरुद्धमा चाहिँ अदृश्य रूपमा चाहिँ भूमिका खेलिरहेको हामी पाउँछौँ मैले कहाँनिर जोड्नु खोजेको भन्दाखेरि अहिले जसरी नाटकहरू मञ्चन गरिँदैछ जसरी अहिले नाटकहरू मञ्चन गरेर प्रपञ्चहरू रचिँदैछ यसमा ठुलो षड्यन्त्र छ षड्यन्त्रको गन्ध आइरहेको छ विशेष गरेर हामीले बुझ्नुपर्ने कुराहरू के भन्दाखेरि यहाँनिर महामना डाक्टर गोपाल गुरुङ मंगोल नेशनल अर्गनाइजेसन चाहिँ ठिक छैन भन्ने भाष्य निर्माण गर्नुको लागि नै
अहिले ती शक्तिहरू चाहिँ प्रयोगमा आएको हामी देख्छौँ। कसरी भन्दाखेरि अहिले ताको बहसको रूपमा आएको कुरा चाहिँ के भन्दाखेरि गाई खानु पाउनुपर्छ र गाई खानु हुँदैन भन्ने कुरो होइन। मङ्गोल नेसनल अर्गनाइजेसनले स्पष्ट रूपमा के भनेछ भन्दाखेरि यो एउटा एकल नस्लीय सोच, यो धार्मिकतावादी सोचले चाहिँ समग्र देश समग्र विश्वमा चाहिँ त्यो हाबी हुँदैन भनेर चाहिँ हामी भन्छौँ। हामीले सिधै काटेर खानुपर्छ भनेर कहिले पनि भनेको छैन। खानेले खानु पाउनुपर्छ, पुज्नेले पुज्नु पाउनुपर्छ, त्यो उसको आफ्नो नैसर्गिक अधिकार हो, मानव अधिकारको कुरा हो। कसैले पुच्छले पुजोस्, सरकारको विषय होइन, कसैले खान्छ भने खाओस्, तर त्यही विषयलाई लिएर चाहिँ झगडा गर्नु हुँदैन, किनकि मानव मानव एकता हुनुपर्छ भन्ने कुरा हाम्रो भनाइ। त अहिले कस्तो अवस्था छ भन्दाखेरि हामी चाहिँ जोड्नु चाहन्छौँ, हामी एकतामा ल्याउन चाहन्छौँ। समग्र नेपाली जनता एक ठाउँमा आउनुपर्छ, बृहत्तर नेपाली जनता एक ठाउँमा हुनुपर्छ भनेर हामी भन्छौँ। तर समाजमा ती त्यस्ता तत्त्वहरूले, ती त्यस्ता शक्तिहरूले चाहिँ समाजलाई अझै विभक्त बनाउँदैछ। कसरी? अहिले हेर्नुहोस्, एउटा सांस्कृतिक सम्पदाको रूपमा, सांस्कृतिक धरोहरको स्थलहरूमा चाहिँ अहिले विवाद सिर्जना गरेर हामी बिचमा पनि द्वेष पैदा गर्ने कामहरू भइरहेछ। हामीले बुझ्नु जरुरी छ। अहिले हेर्नुहोस् त, एक थरी समुदाय दाजुभाइहरू हाम्रो सांस्कृतिक सम्पदामाथि आक्रमण भयो भनेर एउटा एग्रेसिभ तरिकाले बोलिरहेको देखिन्छ। राई र लिम्बू दाजुभाइ हेर्नुहोस्, राई र लिम्बू दाजुभाइहरू हिजोदेखिको एक थियो हेर्नुहोस्, त अहिले आएर हेर्नुहोस् होइन, चिन्डो राखेको विषयलाई लिएर, सिलाम सागमा लगाएको विषयलाई लिएर चाहिँ अहिले समाज भाँड्ने कामहरू भइरहेको छ। सरकार मुक्त छ, किनकि यो गोटी चल्ने कामै सरकारले गरिरहेको हामीले बुझ्नु जरुरी छ। समाज यसरी विभक्त बनाइसकेको छ कि पूर्वमा चिन्डो र सिलाम सागमाको झगडा छ, पश्चिममा गयो भने सुँगुर खाने र राँगा खानेको विषयमा झगडा छ। यहाँका बहुसंख्यक जनताको अवस्था त्यो छ। कसैले कुखुरा खानु हुँदैन भन्ने छ, कोही कुखुरा खानुपर्छ भन्ने छ, त्यसमै विभक्त छ। अनि मङ्गोल नेसनल अर्गनाइजेसन महामन्त्री डाक्टर गोपाल गुरुङले के भन्नु छ भन्दाखेरि समग्र नेपाली समाज एक ठाउँमा आउनुपर्छ भने हो नि। म मेचेको छोरा हो, मेचे समुदायको छोरा। मैले मेचे भन्ने समुदाय आफूलाई नाम हेर्दा मात्र थाहा हुन्छ म सालबहादुर मेचे हो भने, किनकि म आफूलाई मङ्गोल ठान्छु होइन। हिजो सँगै होइन रीतिरिवाज हाबीजाबीले सँगै एक ठाउँ भएको व्यक्ति आज अब पानीबाट हुने स्थिति छ, त्यो हुनु हुँदैन हाम्रो भनाइ। मेरो एकजना दाई, दमकको दाई हुनुहुन्छ, उहाँ लिम्बू हो, उहाँको मिसेस भाउजू चाहिँ राई हुनुहुन्छ। अस्ति म त्यहाँ कार्यकर्ता भेट गर्दै गर्दाखेरि बडो खट्यौलिनु भयो। दाई, यो राई र लिम्बूको झगडा पर्यो भने त तपाईँ घरमा त झन् आगो लाग्नेछ नि भन्यो। किन र भाइ भन्नु? अनि भाउजू त राई, तपाईँ लिम्बू, अनि हाम्रो भतिजाहरू चाहिँ कता जान्छ भनेर हाँस्दै हुनुहुन्थ्यो। समाज यसरी विभक्त बनाउँदैछ। त हामीले यो चाहेको हुँ त होइन नि होइन। हामीले के चाहेको भन्दाखेरि हाम्रो त अभियान चाहिँ हामीले त नारामै भनेको छौँ, पूर्वमा रहेको मङ्गोललाई यदि कसैले चलाउँछ भने पश्चिममा रहेको मङ्गोलहरूको मन दुख्नुपर्छ भनेर हामी भनेको होइन। हिमालमा रहेको मङ्गोलहरूलाई यदि चिसो लाग्छ भने मधेसमा रहेको मङ्गोलहरूले आश्रम गर्नुपर्छ भनेर हामीले भनेको हो कि। यो भावनामा त आउनु पर्यो नि। अलिक देशभक्ति, अलिक राष्ट्रभक्ति हुन्छ। तर अहिले हेर्नुहोस् छैन। अब म जस्तो अलिक कालो कालो मान्छे देखेर चाहिँ यो त धोती रहेछ भनेर हाम्रो सोच त्यस्तो हुन्छ। अलिक देश बनिन्छ। बिचारा त्यो जानकी मन्दिरमा आएको श्रद्धालु भक्तजनहरूको के गर्थ्यो? उसलाई सिकाएकै त्यही छ त। त्यसलाई पस्रेकोले के हो भन्दाखेरि हिजोदेखिको सामन्ती सोच भएको डिभाइड एन्ड रुलको व्यवस्था लागू गर्ने ती आर्य शासकहरूले हो कि। हामीले बुझ्नु जरुरी छ होइन। बिचारालाई थाहै छैन त्यही संस्कारले एउटा दलित बनाएको छ भन्ने कुरो थाहा छैन। त हिजो
कस्तो अवस्था थियो रहेछ भन्दाखेरि मैले बुझेको, मैले समाज पढ्दाखेरि मानव डाक्टर गोपाल गुरुङजीले चाहिँ जुन चेतनाको दृष्टि खोलिसकिसकेपछि मैले यो राज्य सत्ता कसरी चलाएको रहेछ भन्दाखेरि ब्राह्मणिकल सोसल अर्डर भन्छन्, पढ्नुपर्छ है, पढ्नु पाइन्छ। यो 52वादी सामाजिक व्यवस्था अन्तर्गत यो मुलुक चलाइएको रहेछ। के भन्छ त्यसले भन्दाखेरि तपाईँलाई याद छ, अब दाइहरूलाई याद होला, हिजो तपाईँ हाम्रो गाउँघरमा जुवा तास खेल्न पाइन्थ्यो नि, होइन, छुट्थ्यो नि, होइन त? पुलिस प्रशासनले पनि खासै वास्ता गर्दैन थियो। किन रहेछ भनेको त त्यतिखेरको युवाहरूलाई क्रान्तिकारी नहोस्, व्यवस्था विरुद्धमा चाहिँ क्रान्ति नगरोस् भन्नुको लागि चाहिँ, क्रान्ति मार्नुको लागि चाहिँ जुवा त्यासतिर आउनलाई दिएको थियो। हो कि भन्छ, मैले सानो हुँदा मलाई पनि थाहा छ, यो विभिन्न चाडबाडमा चाहिँ ठुल्ठुलो घरहरूमा चाहिँ जुवा तास खेल्ने फ्री थियो। अहिले जुवा तास भने चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि तेरो बाबु मर त हो भन्दाखेरि बाटो त यही हो नि, ल्याउने बाटो यही हो नि, एक दुई हात हान्न भन्ने खालको हुन्छ त होइन? हो कि भन्छ, जुवाले हेरेर ए गुवा मरेर भन्दाखेरि लाने बाटो त यही हो नि, एक दुई हात हान्न भ्याइन्छ त्यति जेलसम्म भन्ने खालको छ। त्यो के हो? त्यसले चाहिँ क्रान्ति मार्च, एउटा युवाहरूलाई त्यसरी क्रान्ति मार्क्यो भने अर्को चाहिँ कस्तो भन्दाखेरि ढोगी, अन्धविश्वास, अन्धविश्वासको त्यो भनौँ न मिसालहरू दिएर पहिला हेर्नुहोस् त, भूत प्रेत होइन, बोक्सी डाई यस्तो कुराहरू पनि चल्थ्यो होइन त? हो कि भन्दा देवी देवता यो काम गरिस् भने नर्क, यो काम गरिस् भने स्वर्ग, त्यहाँ चौतारामा नजाए त्यहाँ त दिउँसै भूत आउँछ। मान्छेहरूले त्यो किन भन्दाखेरि सरकार शासकले चाहिँ त्यो नियोजित तरिका अदृश्य रूपमा चाहिँ त्यो खालको नीतिहरू अप्नाइदियो। बहुसंख्यक जनताहरूले चाहिँ विज्ञानतिर छलाङ नमारोस्, क्रान्तिकारी भावना सिर्जना नहोस् भनेर हिजो त्यो खालको सिस्टम परिपाटीहरूमा चाहिँ यो समाज, यो मुलुक चलाइयो। त्यही भएर हाम्रो मान्छेले क्रान्ति नै गर्न सके होइन। क्रान्ति कहीँ गर्यो त? गरेन। के सोच्यो भन्दाखेरि राजा भनेको विष्णुको अवतार हो, राजाको विरुद्धमा जानु हुँदैन भन्यो, भगवानको डर देखाइदियो, क्रान्ति नै मार्छ है। अर्को कुरो के फलिफाप भयो शासकलाई भन्दाखेरि मैले दुःख पाएँ भने मेरो सोच कस्तो खालको विकास भयो भन्दाखेरि मैले दुःख पाउनु भनेको चाहिँ पूर्व जन्मको दुष्कर्म भएकाले गर्दाखेरि मैले दुःख पाएँ भनेर पूर्व जन्मलाई चाहिँ पूर्व जन्मलाई चाहिँ मैले कोसिराखेँ। हो कि भन्नु न? तर वास्तवमा भने सरकार भनेको एउटा अभिभावक हो। सरकारले लिएको नीति प्रत्यक्ष मान्छेको जीवनमा चाहिँ सरकारको विषय रहन्छ। मान्छेले सुख पाउने, मान्छे समृद्धिशाली बनिने हरेक सरकारले लिएको बुदाले चाहिँ असर गर्छ। त्यतातिर नजाओस् भन्नुको लागि चाहिँ शासकहरूले हामीलाई यो अवस्थामा पुर्यायो। र त्यसै कारणले गर्दाखेरि मानव डाक्टर गोपाल गुरुङजीले के भन्नुभएको छ भन्दाखेरि शिक्षित मात्र होइन, चेतनशील बनाउनु। उहाँले स्पष्ट रूपमा भन्नुभएको छ हाम्रो मान्छे शिक्षित त्यो बेला पनि थिएन, 2-4 जना। तर हेर्नुहोस् जगमान गुरुङले के भन्छ, हामी त हिन्दू हौ भन्छ, अहिले वंशको पछि लगी भएर हिँड्छ। पढेको त ऊ डक्टर हो नि त होइन? हो कि भन्दा कुलराम घिसिङजीले कहिले मूलवासी र मङ्गोल भनेर सुन्नु भएको छ? अनि हाम्रो महेन्द्र लाउतीजीले कहिले सुन्नु भएको छ? इभन हाम्रो हर्कजीले पनि मङ्गोल र मूलवासी भनेर उल्टो गाली पो गर्छ होइन? तर सारा संसारलाई थाहा छ हेर्नुहोस्, मङ्गोल नस्लको कुरा होइन, तपाईँको आर्य नस्लको कुरा, तपाईँको निग्रो नस्लको कुरा सबै थाहा छ। तर किन भन्दैन भन्दाखेरि यहाँ तपाईँ हामीले बुझ्नु पर्यो यो चाहिँ कस्तो भन्दाखेरि पहिला नै किनिसकेको हुन्छ उहाँहरूले। आफै विचार गर्नुहोस् न, हाम्रो हर्क सरलाई त धरानी जनताले जिताएर पठाएको होला। धरानको जनतालाई प्रतिनिधित्व हुने केही एउटा त्यस्तो सिरान सागमा या चिन्डो लाएर गएको भए पनि हुन्थ्यो होला नि। इयुको झन्डा बोकेर गयो नि त होइन सबैभन्दा पहिला। त्यसले के सङ्केत गर्दैछ भन्दाखेरि कतै न कतै साथीहरूको मालिक चाहिँ पश्चिमाहरू हो कि भन्ने कुरो चाहिँ हामीले बुझ्नुपर्छ। यो त्यसरी घुमाएर आउँछ। हामीले विरोधको लागि मात्र विरोध गरेको होइन। हामीलाई के चिन्ता छ, हामीलाई के दुःख लाग्छ भन्दाखेरि
ती साथीहरूलाई आदर्श मान्ने हाम्रो समाजलाई साथीले सही दिशातिर लाँदैन, उल्टो भड्कालोतिर लाँदैछ। त्यसकारणले खबरदार भन्नुको लागि मात्र हामीले उहाँहरूको नाम बारम्बार दिन्छ। नत्र भने हामीलाई आवश्यक छैन। कसैको गुणगान गाउनु, कसैको गाली गर्न हामीले ठेका पनि लिएको छैन। तर के भन्दाखेरि हामीलाई दुःख लाग्छ नि त। किन भन्दाखेरि उहाँलाई आदर्श ठान्ने व्यक्तिहरूको त अबको 4-5 वर्ष उहाँलाई आदर्श मानेर जाँदै गर्दाखेरि लास्टमा गएर 4-5 वर्ष पछाडि चाहिँ ओहो मैले त व्यर्थमा समय बर्बाद गरेछु भन्दाखेरि त त्यो दुःख त्यतिखेर हो नि त। किनकि ऊर्जाशील समयमा गर्नुपर्ने महत्त्वपूर्ण कामहरू गरिएन भने भोलि जीवन चाहिँ दुःखमय हुन्छ भन्ने हिसाबले राज राई सर धन्यवाद। हाम्रो भनाइ त्यो वसुन्धराबाट हेर्दै हुनुहुन्छ। अहिले आएर हेर्नुहोस्, अहिले मङ्गोल नेसनल अर्गनाइजेसनले के गर्छ, हामी वैज्ञानिक युगमा छौँ। विज्ञानलाई हामीले आत्मसात गर्छौँ, प्रविधिलाई हामीले आत्मसात गर्छौँ। इरान तपाईँले सुन्नुभयो होला, अमेरिकाले पछिल्लो आँकडा छोडिदिनुहोस्, हिजो अस्तिदेखि हिजोसम्म 13 दिनसम्म बम खसाएर अहिलेसम्म घुँडा टेकाउन सकेको छैन। किन? इरान अहिलेको युद्धको लागि विगत 45 वर्षदेखि तयारीमा। बहुसंख्यक मुस्लिम भएको देश अल्लाहु अक्बर भन्दै नमाज पढ्दै ऊ बसिरहेको छ। उसले कहाँ लगानी गर्यो भन्दाखेरि उसले प्रविधिमा लगानी गर्यो, उसले विज्ञानमा लगानी गर्यो। त्यही भएर अहिले अमेरिका जस्तो शक्तिशाली मुलुकले एउटा घुँडा टेकाउन सकेको छैन होइन। त्यहाँ इरानी जनताको आइक्यू लेभलको कुरा गर्ने हो भने विश्वको टप 10 मध्येको पनि 6औं नम्बरमा आउँछ। त्यति बुद्धिमान मान्छेहरू छ, प्रविधि युक्त छ। त्यहाँको नारीहरूले त हिँड्दा त्यो मेसिन गर्नेहरू लोड गर्ने, फिट गर्ने, मिलाउने गर्ने त्यस्तो खालको वैज्ञानिकहरू उत्पादन गरेको छ। तर अहिलेसम्म हेर्नुहोस्, यो मुलुकमा अहिलेको सरकारले पनि हेर्नुहोस् के गरिरहेको छ भन्दाखेरि वैज्ञानिकहरू उत्पादन गर्ने होइन, इन्जिनियर, डाक्टर, पाइलटहरू उत्पादन गर्ने होइन। यहाँ त शिवरात्रिमा ढुङ्गी बाबा उत्पादन गर्ने खेलहरू काम भइरहेको छ हो क्या। त्यो शिवरात्रिमा पशुपतिको भण्डारमा जम्मा भएको पैसा चाहिँ त्यो नाङ्गे बाबाहरूलाई चाहिँ ढोकै दिन चाहेको छ, लिङ्गलाई ढोकैको दिन चाहेको छ। यस्तो खालको संस्कार त्यो सरकारले रोक्नु चाहे रोक्नु सक्छ कि सक्दैन? सक्छ नि होइन। अनि उल्टो के भन्छ हामीलाई, यो संघीयता यानि कि प्रान्तीयता ठिक छैन, प्रान्तीयता खारेज गर्नुपर्छ भनेर भन्छ। खारेज गरेर देखाओस् न। अनि हामीले जानेको छौँ उसलाई कहाँ पुर्याउने हामीलाई थाहा छ हो कि न। यदि संघीयता खारेज गरेर देखाउँछ उसको हिम्मत छ भने, किनकि यो संघीयता भन्ने कुरो आम नेपाली जनताले रगत बगाएर पाएको उपलब्धि हो। यो सिटिमिटी घुम्न हामी दिने छैनौँ। भलै त्यसको लागि तपाईँ हामीले कसैको टाउको गिर्नु पर्यो भने पछि पर्ने हुँदैन, टाउको गिर्यो भने पनि हामी हस्किने छैन हो कि न। भन्नु त भन्छ होला 2/3 बहुमत दिएको छ, शक्तिले उन्माद होला। तर यस्ता 2/3 त के हिजो म नै सबै कुरो, म नै राजा, म नै देउता, म नै सबै कुरो, म नै कानुन भन्नेहरू त आज आएर होइन दिउँसै टस बालेर खोज्नुपर्छ भने अनि यो 2/3 दममा त्यही 5 वर्षको लागि दिएको जनताले भोलि यिनीलाई पनि त्यो एउटा मुलुकमा चाहिँ त्यो के अरे टाउकोलाई चाहिँ लात्ते भकुण्डो जस्तो गरेर खेलेर जनताले चाहिँ लात्ते हान्दै खेल्दै आएको त्यसरी त्यो दिन नआओस् भन्ने हामीले सचेत मात्र गराएको हुन्छ होइन त। त्यसकारणले गर्दाखेरि हामी यही कुरा आग्रह गर्न चाहन्छौँ, बेलैमा सचेत रह। हामी त के भनिरहेको छौँ भन्दाखेरि 2/3 पाउनु भएको छ, लानुहोस् देशलाई, सबै नेपालीको भावनालाई समेटेर देशलाई उन्नत समाजतिर, विकसित मुलुकतिर लानुहोस्। शुभकामना छ। त्यसको निम्ति हामीले पनि गर्नुपर्ने हामी सहयोग गर्छौँ। तर होइन हिजोकै जस्तो सोच भएको पुरातन सोच होइन दक्षिणपन्थी सोच भएका व्यक्तिहरूले फेरि हावी हुन्छन् भने तिमीले 35 वर्षमा खायो, 35 वर्ष लुटेर खायो, हाम्रो पाला हामी खान्छौँ भन्ने खालको सोच, त्यो खालको परिपाटी, त्यो खालको मेन्टालिटी निर्माण गर्छ भने
त्यसको निम्ति चाहिँ हामी फेरि हाम्रो देश कसरी हामी फिर्ता लिन्छौँ भन्ने कुरो हामीलाई थाहा छ। यो चाहिँ अहिलेको शासकहरूलाई हिर्काओस् भन्ने म उद्घोष गर्न चाहन्छु। आज हुन त महामणी डाक्टर गोपाल गुरुङजीको जन्मोत्सव खुसियालीको दिन हेर्छु। मैले कसैप्रति रिसिभी सार्नु पर्ने, कसैलाई चाहिँ त्यस्तो कडा रूपले चेतावनी दिनुपर्ने मेरो नैतिकताले मलाई दिँदैन। तर म के बाध्य छु भन्दाखेरि, किन गम्भीर छु भन्दाखेरि अहिले शासन सत्तामा रहेको शासकहरूले लिएको हरेक निर्णयले चाहिँ मेरो आउने भावी सन्ततिको भविष्यमाथि यदि खेलवाड गर्छ भने त्यसको निम्ति म मर्नु र मार्नु पछि हट्ने छैन भनेको चाहिँ म उद्घोष गर्न चाहन्छु। किन यो त अब के छ भन्दाखेरि यो त हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यो देश अब जसरी चल्दैछ, जसरी चलाइँदैछ, यसले आउने हाम्रो भावी सन्ततिलाई अझ गुलाम पो बनाउने हो कि भन्ने बडो चिन्ताको भएको कारणले गर्दा मैले बोलिरहेको छु। त्यसकारणले गर्दाखेरि म तपाईँहरू माझमा यही आग्रह गर्न चाहन्छु। महामणी डाक्टर गोपाल गुरुङजीको जीवनीलाई हेर्दै गर्दाखेरि उहाँले बडो नम्रताको साथ एउटा प्रेरणादायी कुराहरू उल्लेख गरेर जानुभएको छ। म तपाईँहरू माझमा अन्त्यमा उहाँले लेख्नु भएको एउटा लेखलाई पढेर उहाँको जीवनीको महत्त्वलाई, उहाँको सङ्घर्ष, उहाँको त्यागको महत्त्वलाई दर्शाउँदै म बिदा हुन चाहन्छु। त्यसको निम्ति उहाँले आजभन्दा 62 वर्ष अगाडि उहाँले एउटा लेख लेख्नु भएको छ, मानिस नहो भन्ने। विराटनगरबाट झापाबाट निस्किने एउटा युवक भन्ने मासिक पत्रिकामा चाहिँ उहाँले लेख्नु भएको छ। फागुन अङ्कमा मासिक पत्रिकामा लेख्नु भएको छ। उहाँले के लेख्नु भएको छ, आजभन्दा कहिले विक्रमसम्म 2021 सालमा लेख्नु भएको है। अहिलेको होइन, 21 साल भनेको 21 साल भन्दा अगाडि जन्मिने कतिजना हुनुहुन्थ्यो? बिरलै 2-4 जना हुनुहुन्छ होला होइन। उहाँले त्यो बेलामा लेख्नु के भएको छ भन्दाखेरि फुत्त हुने सासको आश नगर। मान्छे होइन फुत्त हुने भने चाहिँ हिँड्दैछ, भोलि एकैछिनमा के न के होइन, फुत्त हुने सासको आश नगर, यसै कारण मरेर मर्ने होइन बाँच्ने गर। बाँच्ने गर, क्षण बाँच्ने गर भनेको छ क्या। मरे म त भोलिको मर्छु क्या, पर्सिको मर्छु क्या, चिन्तामा बाँच्ने होइन। मरेर मर्ने, यसै कारण मरेर मर्ने होइन बाँच्ने गर। तिमी एक्लो होइन, सबैलाई हेर। तिमी आफै मात्र बाँच्ने होइन, तिमी सबैको निम्ति बाँच भने। तिमी एक्लो होइन, धेरैलाई हेर, धेरैलाई होइन विश्वलाई हेर। हामी अब उहाँको भनाइअनुसार के रहेछ भन्दाखेरि हामी देश मात्र होइन, धेरै भनेको देश मात्र होइन, अब हामी विश्व राजनीतिलाई पनि हेर, संसार कसरी चलिरहेको छ त्यो कुरो पनि हेर भनेर भन्नुहुन्छ। यस्तो एउटा दार्शनिक विचार भएको, महान विचार भएको व्यक्तिको आज जन्मोत्सव, उहाँको छत्रछायामा उहाँले आफ्नो जीवनकालमै खोलिदिनु भएको एउटा महान सङ्गठनको कार्यकर्ता, एउटा नेता भएर तपाईँहरू माझमा आफ्नो अभियान राख्दै गर्दाखेरि म आफूलाई पनि गर्व ठान्छु। सम्भवतः तपाईँहरू सबैले यसलाई गर्व ठान्नु भएको छ होला। उहाँको सपना पुरा गर्ने कुराहरूमा तपाईँ हामी अब लम्किँदै गर्दाखेरि विभिन्न बाधा व्यवधान अवरोधहरू आउँछ, त्यो मान्छेको जीवनमा आउने कुरा हो। त्यसकारणले गर्दाखेरि तपाईँ हामी कदापि नहस्किकन अब अगाडि बढ्दै जाउँ। त्यसकारणले गर्दाखेरि तपाईँहरू माझमा म आयोजक सभालाई पनि विशेष धन्यवाद दिन चाहन्छु। आज यस्तो एउटा गरिमाया सभामा एउटा महान ऐतिहासिक कार्यक्रममा मलाई निम्तो दिएर आफ्नो भलाइहरू राख्नु पाएकोमा म आफूलाई पनि गर्न ठानेको छु। त्यसै गरेर उपस्थित रहनुहुने विभिन्न पालिका सभा, विभिन्न सभाका कार्यकर्ता साथीहरू, शुभचिन्तक, आमाबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा पनि मैले हृदयदेखि तपाईँहरूलाई विशेष आभार अनि धन्यवाद व्यक्त गर्दै यो 91औं जन्मोत्सवको उपलक्ष्यमा यहाँ सबैलाई हार्दिक शुभकामना
पनि दिँदै मेरो आफ्नो भनाइलाई यी बिट माने अनुमति माग्दै तपाईहरु माझबाट म बिदा हुन चाहन्छु। बिदा हुँदाको जय मङ्गल।